टाइम है अब एक बजेबाट सुत्यो यसो निदाउन लाग्छु म त उड्दै उड्दै आएको हामी अब अर्घाँची जाँदैछौँ दसैँ मनाउनको लागि रिहान जाँदै गरी छ रिहान यहाँ मान्छेलाई लिन आएको हामी कस्तो लागिरहेको तिमीलाई कस्तो लागिरहेछ रातिको धनीहरूमा हामी हिँडिरहेछौँ आमा सुपर देउराली आउँदाखेरि खेतलास के अहिले नगर अहिले अहिले खोला आइपुगेको छौँ अहिले सानी आउस कहाँ छ मैले सानी भन त हिले खोला होइन हामी हिले खोला आइपुगेको छौँ अहिले आमा पनि त्यहाँ हुनुहुन्छ अब यहाँ जाडो भएर कपडा लगाइन्छ घरमा यहाँ जाडो भएर हाततिर के खाने हो तिमीले हाम्रो हिले खोलाको पकौडा खाऊ न सुपा देवाली मन्दिर आइसकेका छौँ अब हिरो ब्लगर हिरो झऱ्यौँ अब गाडी जान्न अरे माथिसम्म त्यही भएर यहीँबाट अब हिँड्दै हिँड्दै जाने हो यहाँबाट यसरी उता जाने हो सानी यहाँ चाहिँ बाबुले प्लेन बनाउने भनिरहेछ हामी सालडाँडा आइसकेछौँ माथि चढ्दैछौँ भाडा बोकेर आमा पनि यही हुनुहुन्छ म छु
चल चल सुस्ता होइन म पनि छु अगाडि म छु कि अगाडि उकालो ओह्राली गर्दै होइन होइन म पनि छु तिमी छ ल कति माथि छ कति हाई छ हाइकिङ भन्दा नि कम छैन यो मुस्ताङ भन्दा नि कम छैन हाम्रो गाउँ मम्मी यता हेर्नु त रियाना गाडीले आउन सकेन अनि बिच बाटोमै हिँड्नु पर्ने भयो होइन होइन हेर्नु म पनि हिँडिरहेको छु बाबु पनि पुरा हिँडिरहेको छ मजाले हेलो गाइज हामी कहाँ छौँ अहिले अर्घाखाँचीमा हो न अर्घाखाँची साझाडा यता हेर्दा खै हो र उता होइन उता होइन यता हो के सानी माउन्टेन ड्यु खाएको तिमीले नि माउन्टेन ड्यु खाएको र केही भन्न छ बाबु उकाले ओह्रालो चल्दाखेरि थकै मात्रै लाग्छ घर आइपुग्यो है